आफ्नो पनि तेरो नाटोले विचार गर्नु मैले पनि तेरो नाटोले के भन्छ उठाउनु ले चाहियो तर म यहाँ तेरो नाटोसँग सुझिरहेछ म ती लिएर आउनु हजुर कहिले आउनु भएको थियो मलाई थाहा थिएन मलाई थाहा तँलाई थाहा भएको भए यसरी बस्दै बसिरहेको थिएँ बत्ती बाल्नु है बत्ती निभाएर तिमीहरूको यस्तो चल्ती गर होइन कहिलेदेखि ओइ तँसँग कहिलेदेखि यो ऊ यसरी आइरहेछ भन् ओइ भन् है सो भन् ओइ भन् कहिलेदेखि तँसँग बसिरहेको छ यसरी 2-3 महिना मात्रै भयो म त्यत्रो ऊ बस्दाखेरि 2-3 महिना मात्रै तँसँग भयो त्योभन्दा अगाडि कोसँग थियो त यो ओइ भन् ओइ भन पनि थिएन म बसिरहेको थिएँ आफ्नो घरमा बसिरहेको थिएँ यो तेरो घर तेरो केटाको घरमा आएर आफ्नै घर अहिले घर पनि तेरो यो भयो होइन अहिले आएको चाहिँ हो अब मेरो आफ्नै घरमा बसेको म विदेशमा त्यति बस्छ तेरो 3-4 महिनादेखि सँगै भयो तपाईँले पनि त नि बस्नु भयो नि त तपाईँ बसेको पनि रेकर्ड छ म देखाउन सक्छु तपाईँ चाहिने कुरा गर किनकि मसँग त मैले त यहाँ मिडिया देखा न त देखा तैँले चाहिने कुरा गर्न ओइ भन् अब के गर्छस् मैले त्यत्रो विदेशबाट पैसा पठाएको छ मेरो पैसा दिएर तैँले यसलाई राख्छस् कि के गर्छस् मेरो त पैसा पुरै चाहिन्छ कहाँ कुँ होइन यो लग्यो कि मेरो पैसा त यसले पठाएको छ योसँग सल्लाह गर तर मैले पैसा पठाएको चाहिँ चाहिन्छ हेर त्यो पैसाको एकाएक हिसाब चाहियो अब के गर्नुपर्ने हो कसरी ल्याउने हो के गरेर ल्याउने तेरो किडनी बेच्ने कि कोहीसँग अब सुधेर कमाएर ल्याउने हो कि अब उठेर कमाएर ल्याउने हो मलाई त्यो पैसा चाहियो किनकि मेरो पनि एउटा केही गर्नुपर्छ भनेर मलाई मनमा लिएर नै म साउदीबाट आएको पैसा त केही गर्नुपर्छ भनेर त यहाँ नपठाउनु भएको होला नि यहाँ पठाउनु नै भएको छैन त मैले त्यतिखेर पैसा पठाएर के गरेछ 1 रुपियाँ मलाई दिएको छैन भन्दाखेरि योभन्दा 4 वर्ष अगाडि पठाउनु भएको थियो बिचमा दसैँमा पैसा खानलाई पैसा पठाएको छैन हजुरलाई पनि त थाहा छ नि मलाई मात्रै भनेर हुन्छ र पैसा तेरो हरकत गजिलो हुनु पर्यो नि त कहिलेदेखि हरकत बिग्रेको मैले त्यतिखेर पैसा पठाएको भटपटे किन्ने हरेक किन्ने गरेर तैँले के गरिस् हेर है मलाई त्यो पैसा पठाएको छैन भनेर नजित म प्रमाण लिएर आउँछु अब जति पठाएको छ मलाई त्यसको अब कति खर्च भयो होला खाने बेलामा त्यो खर्च गराएर मलाई दिनुपर्छ के तपाईँले पैसा पठाउनु नै भएको छैन त त्यो पहिले पठाएको पैसा अब यतिको वर्षसम्म खानु परेन खानु पर्यो लाउनु पर्यो पाहुना आउँछन् पाहुनालाई खुवाउनु पर्यो पठाउनु पर्यो पाहुना तेरो बाबुमाइती आउने तेरो बाबुमाइतीलाई खुवाएको मलाई के मतलब तँ यसरी बिग्री बसिस् त्यही बाबुमाइती पहिला चाहियो अहिले चाहिँ पखानु भयो हेर्नु तपाईँ तै नचाहि तेरो बाबुमाइती मलाई के गर्नु बाहिर आफ्नै घरमा गएर गर्ने के रे आफ्नै घरमा गएर तेरो घरमा मेरो सुन्नु अहिले हेर है फेरि मेरो घर विचार गर तँ तेरो घरमा मेरो बुढी लिएर आउने अथवा तँ यस्तो कुरो गर्छस् कस्तो कुरा गरेँ त मैले तपाईँको थोरै ल्याएको यहाँ रङ्गी हात्ती यहाँ भेटेको तँलाई थाहा छैन मिडिया कतिजनासँग सुत्नु पर्ने हो तेरो बुढीलाई सिकाएर त सुने अहिले तैँले उ गरेको हो नि तपाईँले पनि के भनिरहनु भएको छ नि कति वर्षमा सुतेर हिँडेको देख्नुभयो र के भएर हुन्छ र तपाईँले बोलाउनु भयो तपाईँले बोलाउनु भयो म यहाँ आएँ अनि फेरि अहिले त्यस्ता कुरा गर्नुहुन्छ त तपाईँ पनि किन गर्न मिल्दैन यो मेरो घरमा आउनुहुन्छ भने अर्को घरमा पनि त जानुहुन्छ होला अर्को घर गएको देख्नु भएको छ र हजुरले त्यो देख्ने नदेख्ने कुरा फरक हो त जान सक्नु म त सोधो जाने बारे तैँले यस्तो गरिस् होइन अब बस्ने बेलामा बस्यो अहिले फेरि हजुरले पनि अखानै बोलिरहने हुने हो र मलाई मतलब छैन तपाईँहरू बाहिरतिर जानुहोस् आफ्नो घरतिर जानुहोस् आफ्नो काम गर्नुहोस् आफ्नो तरिकाले के गर्नु त्यो आफै गर्नुहोस् मलाई कुनै मतलबै छैन यो विषयमा बुझ्नु त्यो होइन उसको बाबु माइती आउँछ यहाँ मिडियामा उ गरेछ रेकर्ड छ त्यतिखेर थाहा हुन्छ कि उसको बाबु माइतीले पुलिस प्रशासनले के गर्ने हो कसो गर्ने हो अब तिमीहरू मिल्ने हो यो कुरामा तर मलाई चाहिँ पैसा चाहियो जसरी त्यो पैसा मलाई जसरी चाहियो
होइ पैसा पैसा चाहिँ कति दिएको छ त परमानेन्ट लेखेँ म लिएर आउँछु भन्दैछु त देखाउनुहोस् बुझ्नुभयो तपाईँले पनि के देखाउनु मान्छे मैले पनि तपाईँ उहाँ बस्नुहुन्छ यहाँ कतिसम्म दुःख गरेर कतिसम्म यहाँ गरी तपाईँको दुःख हो रहेछ दुःख तेरो हो रहेछ नबोल्नु बुझ्नुभयो तपाईँको पनि प्रमाण छ उहाँ विदेशमा गएर खाएर बसेको हरेक कुराहरू गरेको मसँग पनि छ तपाईँको प्रमाण देखेर मैले म त फ्राइडे छुट्टीमा उसले बस्दा हुने रहेछ मैले बस्दा नहुने हो भनेर मैले पनि बसेको हो के गर्नुहुन्छ गर्नुहोस् दुःख त तेरो रहेछ नि त्यही रहेछ दुःख त्यही रहेछ के गर्नु चाहिँ अब मेरो भोलि थाहा हुन्छ त्यो पैसा उ गर्नु चाहिँ के गर्नु हुन्छ अहिले हेर है फेरि के तपाईँले हात लाउँदाखेरि मैले पनि हात लाउनुहुन्छ मेरो पनि अधिकार छ मेरो कमाइ खाएर अर्का घरमा आएर झगडा अर्काको घरमा आएर झगडा किन मान्छेको साला अर्का घरमा झगडा नगर्नु यता तपाईँले पनि उहाँ विदेशमा बसुन्जेली कतिसम्म मैले देखिरहेको मिलाउने आफै दुईजना कतिजना मैले पनि तिमीहरू दुईजना यस्तो गर्ने अझ हामी दुईजना मिलाउने मैले बोलाएको यो मेरो घर हो तपाईँ श्रीमतीलाई सुन्नु न तपाईँ तैँले के कति पैसा तिरेर ल्याइस् बोलाइस् पैसाको मलाई मतलब छैन तपाईँहरूको कुरा के हो त्यही बिचमा मिलाउनुहोस् बुझ्नु हो भनाइ डङ्गिनी त्यो भन् के हुन्छ त्यसले तेरो नाटोले के भन्छ आफ्नो पनि तेरो नाटोले विचार गर्नु मैले पनि तेरो नाटोले के भन्छ तेरो नाटोले के भन्छ भन् आफूले पनि सोच